यो त तेरो बाउको घर हो? मेरो बाउको होइन, मेरो आमाको। नगर तेरी आमा कसको? मेरो आमा पनि मेरो, घर पनि मेरो। तिमी यहाँ किन आएको? जस्तै आमा उस्तै छोरी होइन, जस्तो बाउ उस्तै छोरी होइन। यो फट्याएर कति उचाल्ले कि ओले गाला रनिगिनी गरी चड्काइदिन्छु अनि हेर हामी पनि लौ लौ ल हेरी कस्तो लाग्छ मेरै घरमा बसेर मलाई पो नआइज भन्दै रहेछ। तिम्रो हातमा के हो चौकीमा पर्नलाई? मेरो यहाँ शिशुको माया जस्तो छोरीलाई किन पिटा? तिमी त हामी आमा छोरीको लागि त भएको भन्दा नभएको जाति। बुझ्यो नि अब यसलाई के चाहियो? ब्याट्री डाउन नहुन्जेल पेर 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 गरिरहन्छ। तेरो छोरीले थुतुनु चला यहाँ मेरो मुटुमा किन ठोक्ने गरी बोली? यसले होइन, किला त तिमीले ठोक्यौ मेरो मुटुमा। यो उमेरमा तिमीले ममाथि सौता हालेर हामी आमा छोरीको बिचल्ली बनायो। हेर जुनेली, बिचल्लीमा त होइन म चाहिँ बिचल्लीमा परेँ। अब यो उमेरमा तरुनी स्वास्नी पाइयो भनेर तँलाई छोडेर गइहालेँ। हेर त्यसले मलाई नै छोडेर गई। ठिक्क गरेछ। यो दिन आउँछ भनेर मलाई पहिल्यै थाहा थियो। अब बस न एक्लै। कसरी बस्नु एक्लै? यो उमेरमा जीवन साथी नहुँदाखेरि कति पीडा हुँदो रहेछ भन्ने कुरो बल्ल पो थाहा पाएँ मैले। दाको छोडेर कुवा कुवा रुनु मन लाग्छ। तर के गर्नु, आँसु छैन कि रित्तिसक्यो। खाइहाल्यो नि त्यो रात चाहिँ। हो गएको आँसु नझार। जे भए पनि आफ्नै लोग्नी। अब यताउति मन नडुलाउ। यो घर तिम्रो होइन, म तिमी। तेरो कत्रो ठुलो मन है। फेरि मलाई चाहिँ रुनु मन लाग्यो। तर के गर्नु, आँसु रित्तिसक्यो। अब यसो गरौँ, पुरानो गल्ती जति बिर्सिदिउँ है, रिसलाई बिर्सिदिउँ, फिर्ता लिउँ। मैले त फिर्ता लिइसकेँ। मैले पनि लिइसकेँ। बा मैले फिर्ता लिउँ? लि हामीले फिर्ता लिइसकेपछि त मात्र किन बाँकी राख्छ? लि बा एकछिन ल ल ल बा उचाल्दिनु न। ए तँलाई उचाल्ने कि डोकोलाई? मलाई। ए ल ल उचाल्ने ल। आइदेऊ घुम्ती ओराइदेऊ। घुम्ती ओराउनु भन्ने त हो नि। यत्रो जवानी हुनसम्म कसैले घुम्ती ओराउँदैन भाइ। कस्तो जिन्दगी पायो होला मैले। आफूलाई मन परेको केटीलाई एकान्तमा बसेको बेलामा ढुङ्गाले ट्वाक हानेपछि नि केटी फरक फर्किन्छ। अनि मुसुक्क हाँसेपछि त केटी पसिहालिन्। फुली भएछो रे आइदेऊ घुम्ती ओराइदेऊ। मिठो के भएछो रे आइदेऊ घुम्ती ओराइदेऊ। गीत गाउने कोही घुम्ती ओराउनु हुँदैन। अब बालाई बिहे गर्नु भनौँ भने आफ्नो मात्रै बिहे गर्ने हुन्छ नि। रिस उठेर आउँछ ल। आफूलाई मात्रै केटी खोज्छ, मलाई चाहिँ केटा नै खोजिँदैन। कस्तो रिस उठेर आउँछ नि। घरको यत्रो काम मैले मात्रै गर्नुपर्छ। मिठुली भएछो रे आइदेऊ घुम्ती ओराइदेऊ। मिठुली भएछो रे आइदेऊ। जहिले पनि बिहाको कुरा, जहिले पनि बिहाको कुरा। कुनै बेला कहिले बिहा हुँदैन। यसो गरौँ भन्यो, उसो गरौँ भन्यो, कहाँ कुरो बिग्रिन्छ, कहाँ कुरो बिग्रिन्छ। कुरो खुसीको कुरो छ है, खुसीको कुरो। अब भने तपाईँले खम्म गाड्ने हो। खुसीको कुरो यहाँ बाबु यहाँ क्या खुसीको कुरो भाउ? तन्न फुर्सद कमाउने काम आयो क्या? कहाँ फुर्सद कमाउने कुरा गर्नुभयो भने बिहे हुने पो बिहे। दामी केटी भेटेको छु। लगभग कुरो पनि फाइनल भइसकेको छ क्या धला। दामी केटीसित मेरो बिहा हुने भयो भन्छ। हुन्छ मात्र भन न, बिहे पक्का। मैले हुन्छ भन्नु पर्यो अरे। बिहा तिमीले गर्ने कि मैले? तिमीले। अब फुलमानको घरमा यहाँ बिहा भन्ने कुरै हुँदैन। बिहा भनेर फुलमान माग्ने भइसक्यो। चुक्क लागिसक्यो। आइन्दादेखि फुलमानको बिहाको कुरा लिएर आउने नि यहाँ। हेर बाबा केटी दामी छ, कुरो मिलिसक्यो। म गाडी हाल के फेरि बिहाको कुरा गर्यो। बिहाको कुरा नगर भने नि असत्य फर्कन फेरि दिनु पर्यो। बिहा हेर
तेरो केही काम छ भने आ नत्र भने ना यो घरमा बिहाको कुरो भयो भने अब बुनु मैचाको मात्रै हुन्छ अरू कसैको हुँदैन ल जा हुन्छ पुरानो काका अब यो बुनेको बिहे हुन्छ अब बुने मसँग पत्ती सकिन् या बुने तसँग पत्ती सक्यो हुन्छ या पनि हुने भइसक्यो अनि कसरी पत्यो त बुने त जस्तोसँग यसरी पत्ती यो बुनेको त टाउको पो बुझ्यो त भाइ यो भगवान् भनेको त्यतै यो लकर लकर नहिँड्नु दौड्यो भनेको सुन्दैन कानमा बतास लाउँदैन बाले भनेको कुरा अरे जीवनलाई टाउको फुटाएर आएछ यो बुने बुने ल बुने ल बोल्ने नि यो अर्के यो बुनेलाई के भएको भन्न मुइले पट्टाको तिमीले पत्याएको कसरी पत्याएको ढुङ्गाले हान्दा पट्टाको कसले हानेको ढुङ्गाले मुइले बुनेलाई पट्टाउनु ढुङ्गाले हाने कहिले ढुङ्गा हानेको कहिले ढुङ्गा संसारलाई मारे नाचे बकी नन्दन जान्ने नाची नारायण हरि हरि यत्रा खोया जत्रा करिने कृष्णाजी नारायण नारायण हरि 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 जान्ने कृष्ण जान्ने कृष्णाजी हेरा लाओ कृष्णाजी लारुबा कति रमाइलो हुनुहुन्छ है लारुबा तपाईँलाई भेटेपछि त सबै पीर व्यथा भुल्छु भने म त हेर बाटुली यो सबै भगवान श्री कृष्णको लीला हो अब एक बारको जुनीमा तेरो मेरो भने किन लुखाचुरी गर्नु पर्यो केही दिन गर्नु परिहाल्छ मर्न त मर्नु पर्छ लारुबा मर्नु पर्छ भनेर समाजमा बेइज्जतै हुने गरी इज्जत छाल्न त भएन नि राम्रो भनेस् बाटुले आफ्नो मनको इच्छा चाहना दबाएर राख्नु पनि त भएन नि यो समाजको आँखा छलेर जे गरे नि हुन्छ एक दिन गर्नु परिहाल्छ तपाईँले के भन्नु खोज्नु भयो लारुबा मैले त बुझिनँ नि अब मैले के भन्नु खोजेँ भने नि बाटुली अब मैले के भन्नु खोजेँ थिएँ ठ्याक्क बिर्सिन्छु मरे यस्तै हो बाजे बुढो मान्छे फेरि बुढो भने बाटुली मलाई बुढो नभन् बुढो भन्यो कि मलाई दुख्छ कहाँ दुख्छ लारुबा फेरि ऊ यहाँनिर दुख्छ लारुबा फेरि को आयो ए बोल्न तिमी आयो अर्केले बुनुमुजाको टाउकोमा ढुङ्गाले हानेर फुटाइदिएछ नि ए जानमारा तैँले गाउँमा मलाई बस्न नदिने भाइ छैन त तैँले त्यो बुने टाउका किन हाने फटाउन हाने ओइ काका तँलाई के किन पट्टाउनु पर्यो कुलङ्गार बिहार न हेर लौरेबा यो अर्केले तिम्रो नाक काट्ला जस्तो छ आज बुनिएको टाउको फुटायो भोलि अर्को के गर्ला पछि के गर्ला यस्तै चाल हुने तिम्रो त गाउँमा बेजत हुन्छ बुनुमुजाको टाउको फुटाए त ठिक छ म सही दिन्छु लौरेबाको लागि ल अब अरूको टाउको फुटाए भए यहाँ के हुन्थ्यो भने त तैँले त्यो बुने टाउका किन हाने भन्दिनँ म मलाई जैसाले कसैलाई नि नहुने भने ज्वाइँ साहब को जैसा सालुरङ दाई हाम्रो ज्योतिलाई पटाइसक्यो रे अनि सालुरङले त मेरो ज्वाइँ साहब रे साधुरामले समाजलाई थाहा नहुने गरी नियम तोडेछ के गर्नु एक दिन त मर्नु परिहाल्छ म एउटाले कतातिर ध्यान दिउँ बाटुली साधुरामले देउतीलाई पट्टाकोतिर ध्यान दिउँ कि अर्केले बुनेको टाउको फुटातिर ध्यान दिउँ कि ओहो मैले सकिनँ लाउने फुलमा म के गरौँ अब के गर्ने खोइ हर्केको उमेर पनि छिप्पी चाहिँ गइसक्यो अब मेरो विचारमा चाहिँ पहिला हर्केको बिहा गरिदिउँ फुलमान यसको बेटा मैले पहिले गरिदिनु खोजेँ मैले यसलाई छोरी कसले दिन्छ हर्केलाई बिहा गर्छु भनेर मात्रै तपाईँ भन्नुहोस् न म मिलाइहाल्छु नि के दिन्छ आजै अहिले मिलाऊ ले जाऊ त्यसो भए म हर्केको टिका तालै गरेर आउँछु नि के हर्के आज मेरो टिक्लाउने हो बुटुङ टुङ बुटुङ टुङ बुटुङ टुङ आयो
भनेको विश्वास हो। मलाई त जय माता दी गोल्ड प्यालेसकै गहनामा विश्वास लाग्छ। 24 क्यारेट भनेर किनेपछि 24 क्यारेट नै हुनुपर्छ। क्वालिटीका लागि जय माता दी गोल्ड प्यालेस इज द बेस्ट। सुनका गहना आकर्षक डिजाइन र भरपर्दो हुनुपर्छ। त्यसैले म त जय माता दी गोल्ड प्यालेसकै गहना रोज्छु। गहना पसल त धेरै छन्, तर भने जस्तो शुद्ध र फिर्ता गर्दा सुनको पुरा मूल्य पाइने जय माता दी गोल्ड प्यालेस मात्रै हो। नाम से शुद्ध सुनका गहनाहरू जय माता दी गोल्ड प्यालेस, न्यू रोड हटबेट सँगै फोन नम्बर 4243 पञ्चायतकालदेखि लगातार सांसद मन्त्री खाइराख्नु भएको छ होइन? तपाईँले अहिलेसम्म के लछाड बाटो लाउन सक्नु भएको छ? अहिले त नेपालीको यस्तो संरचना